यो के भयो मलाई आको एक दिन मात्रै भएको थियो अब त घर घुर्ने पनि बेला भइसकेको रहेछ र भाइ चाहिँ गाडीको वरिपरि घुरिरहेको रहेछ र मम्मीहरू चाहिँ तरकारी काटिराख्नु भएको रहेछ भात खाने ओर्ने अनि जाने एउटी चाहिँ भोकले मरियो अरे अरू खानु पाएको थिएन पिछाडी गएर हेरेको हाँसका टिउरा कस्तो राम्ररी पानीमा खेलिरहेका रहेछन् अनि छिटो छिटो गर भाइ हात खुट्टा धो अनि हामी डुल्न जाने भनेर मम्मीले भन्नुहुँदै थियो र जागुन गर म कहाँ कहाँ गएँ के गरेँ सबै देखाउँछु यता चाहिँ भाइले के गर्दैथ्यो कोनी मैले धर्नै सकेको थिइनँ अनि एउटी चाहिँ बगानभित्र पसेर के गर्दै थिएँ साँपले बेर्लानी भनिदिएको आत्तिएर झन्डै मरिने अनि त्यहाँबाट हामी निस्किसकेका छौँ घरमा घर गएर के चासा खाने ओर्ने अनि निस्किने माइत आकी एकछिन पनि बस्न दिँदैनन् भनेर मम्मी भुतभुताइराख्नु भएको थियो र मामा चाहिँ नुहाइधुवाइ गरेर पूजा गर्ने पनि बेला भइसकेको रहेछ मामाले पूजा गरेको एकछिन हेरेँ झोक्राउँदै र मम्मीहरूले हिँड भन्ने बित्तिकै म चाहिँ निस्केँ पल्लो घरतिर पल्लो घर चाहिँ कहाँ म तपाईँहरूलाई देखाउने छु यो चाहिँ मैले आफ्नो अनुहार देखाउन थालेँ किनकि आफ्नो अनुहार नदेखाइ मलाई राम्रै लाग्दैन त्यो कुरो तपाईँहरूलाई पनि थाहा छ र जाँदै जाँदै हामी चाहिँ पल्लो घर पनि पुगिसकेका छौँ पल्लो घर गएर हेरेको यो केटीलाई त खालि फुलको धन्दा भनेर सोच्दै थिएँ तर यो फुल देखेपछि मेरो पनि मन मानेन किनकि कत्रा कत्रा थुङ्गा लागेका रहेछन् भन्नै नपर्ने हजुरआमैको चाहिँ घर लिप्न धमाधम रहेछ र त्यति बिच हजुरबाले अब चा पकाएर ल्याउनु भयो र चामा चाहिँ मैले भेटेँ फिङ्गरलाई उम्लोमा छिराएर खाऊ कि भनेर सोच्दै थिएँ फेरि मान्छे हाँस्छन् होला भनेर मैले खाइनँ चासा खाएर अब हामी निस्कि पनि सकेका छौँ घरतिर र घर गएर ठिक परेर भात खाने अनि निस्किने घरको यात्रामा अब भात खाने पनि बेला भइसकेको छ यो चाहिँ भोकले मरि भन्दै थिएँ अब खालु कति खान्छस् भनेर मैले भने र हामी निस्किसकेका छौँ घरदेखि अब निस्किने बेलामा हजुरबाले आशीर्वाद दिन त पर्छै र हजुरबाले आशीर्वाद दिनु हुँदै थियो र मामाहरूलाई बिदाई मागेर अब हामी निस्क्यौँ घरतिर घर भनेर त निस्क्यौँ अब पहिले पस्ने फुपू घर अगाडि चाहिँ बाउ बस्नुभएको छ र बाउको अनुहार त्यति राम्ररी देखिएको छैन र यसमा चाहिँ मैले देखाउने कोसिस गरेको थिएँ दोस्रो नम्बर क्लिपमा यसमा पनि राम्ररी देखिएन छ र अब हामी चाहिँ मालदिदी घर पनि पुगिसकेका छौँ मालदिदी घर गएर हेरेका त मान्छे रहेछन् मम्मीले चाहिँ खुट्टा ढोक्नु हुँदै थियो बुहारीको पालन मान्नु पर्यो नि त र मालदिदीले पनि मलाई नमस्कार भन्नु हुँदै थियो यता चाहिँ दाजु कबीर सिंह भएका रहेछन् र मालदिदी घरबाट पनि हामी निस्किसकेका छौँ मामा घर गएपछि चाहिँ पानीले छोडेन र पानी चाहिँ के साह्रो परेको हो मामा घर गएको दिनदेखि पानी परेको हो यो चाहिँ म पुगिसकेको छु पाटकाई गेट अति चाहिँ तिराप गेट भनेर भुल भएको थियो र हजुरबा हजुरआमैलाई छोडेर हजुरबाले चाहिँ भन्नुहुँदै थियो 2-4 दिनपछि हामी आउँछौँ भनेर र हजुरबा हजुरआमैलाई हामीले 5 माइलमा छोडेर अब हामी जाँदैछौँ 6 माइल 6 माइल चाहिँ कहाँ भन्दाखेरि सानीमा घर सानीमा चाहिँ अलिक बिमारी छ अरे त्यही भएर सानीमालाई हेर्नु पर्यो हामी चाहिँ सानैदेखि सानीमालाई हेर्लाई तँ भन्छौँ र त्यसैमा तपाईँहरूले खराब नपाउनु होला यो चाहिँ सानीमा घर पुगिसकेका छौँ र सानीमा चाहिँ अलिक बिमारी अरे र दिदी बहिनीको गफ हुँदै थियो गफ चाहिँ के गर्दै थियो त्यो चाहिँ मैले सुन्न पाइनँ है गुड्डुलाई चाहिँ जतै गयो फुलकै मात्रै धन्दा र सानीमाबाट बिदाई लिएर हामी निस्किसकेका छौँ जागुन र जागुनमा गएर के गर्छौँ तपाईँहरू हेर्नु होला कसको घर जान्छौँ त्यो थाहा पाउनुहुनेछ यो चाहिँ हामी जागुन पुगिसकेका छौँ र मम्मीले के मिठाईहरू किन्छु र जाने भन्नुभयो यता चाहिँ मामा लजाइराख्नु भएको थियो र मामा घर पनि हामी पस्दैछौँ यो मामा घर चाहिँ कहाँ हो भन्दाखेरि जागुन पार भएर जयरामपुरको बाटोमा पर्छ र यो चाहिँ हाम्रो बुढो मामा घर हो र त्यहाँबाट पनि हामी निस्किसकेका छौँ र मामाहरूबाट बिदाई लिएर हामी निस्किसकेका छौँ लिदुमा दिदी एकजना जानुहुन्छ दिदीलाई उठाउने गर्दै अनि घर जाने तपाईँहरू हेर्नु होला आज चाहिँ एकजना भाइले मलाई सरप्राइज दिन्छु मेरो रुममा पसेर जानु भनेर भनेका छन् र भाइको सरप्राइज लिनलाई भए पनि म भाइको रुम पस्छु र सरप्राइज चाहिँ के छ तपाईँहरू हेर्नु होला त्यहाँपछि म झोक्राउँदै जाँदै थिएँ पछि त भिडियो बनिरहेको रहेछ र मम्मीहरूले पनि गान बजाउन दिनुभएको थिएन र लिदु पुगेर दिदीलाई उठाइ पनि सकेका छौँ अब हामी जाने घरतिर र घरतिर जाँदै मात्रै तिमी यता त पानी फेरि तुफान पर्न थाल्यो मम्मीले चाहिँ मलाई ब्लगमा उठान भनेर भन्नुहुँदै थियो र पैसा किन निकाल्नु भएको ब्लगमा उठाउनुलाई पैसा चाहिँदैन त भन्दै थिएँ पैसा त तेल हाल्न पो रहेछ र यो हामी तेल हालेर निस्किस पनि सकेका छौँ र भाइको रुम पनि पुगिसकेको छु गिफ्ट चाहिँ यो रहेछ तपाईँहरू हेर्न सक्नुहुन्छ बडा मजा लाग्यो मलाई गिफ्ट र भाइलाई म थ्याङ्क यू भन्न चाहन्छु यो भिडियोको थ्रोबाट भाइ थ्याङ्क यू तिमीलाई र भाइ चाहिँ को हो भन्दाखेरि मेरा फुपूका छोरा मुन्दीप भाइलाई त तपाईँहरूले चिन्नु नै हुन्छ होला र त्यहाँबाट निस्केर अब हामी जाँदैछौँ घर पुग्ने अगाडि हाम्रो रिजर्भ आउँछ र रिजर्भमा चाहिँ यसरी सब्जीहरू बिक्री हुँदै रहेछ र दिदीहरू सब्जी लिन भनेर नामेका छन् अनि यता चाहिँ म झोक्रिएर बसिरहेको छु अनि हात्तीको पिराले पनि मारिसक्यो किनकि हात्ती फट्टे आयो भने के गर्नु भन्ने डर भएको छ वाओ
थ्याङ्क यू भाइ, यसको लागि बहुत स्पेशल गिफ्ट हो यो मेरो लागि। धेरै धेरै धन्यवाद तिमीलाई। मा कसम राम्रो लाग्यो यार, यो भिडियोको थ्रुबाट मैले यही भन्न खोजेको। घर घर लाउँछु रुद्राक्ष माला अरे सोही ब्रेसलेट घर घर लाउँछु र देखाउँछु तिमीलाई ल। थ्याङ्क यू सो मच भाइ। भाइले के देखा छन् भनेर घर पनि पुग्न नसक्ने भएँ, किनकि मैले बाटैमा खोलेँ र तपाईँहरूलाई पनि देखाएँ। र यो ब्रेसलेट तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरू भन्नुहोला। यो चाहिँ हो रिजर्भ। रिजर्भमा चाहिँ फेरि अगाडि गएर हामी रोकेका छौँ, किनकि गुड्डुले फोटो मार्छ अरे। अनि त्यति भन्दै हामी पुगिसकेका छौँ दुलियाजान पुगेर अब चाहिँ घर पुग्ने आँटिसक्यौँ भन्दा पनि हुन्छ। र दिदीहरूलाई हामी नमार अब हामी जाने घर गएर हेर्छु त हाम्रो कान्छी बुहारी आइराखेकी रहेछन्, भाइ कतिखेर आउँछ भनेर। र कान्छी बुहारीलाई मैले के खानेकुरो ल्याइदिएको छु, पानहरू र सामानहरू आएको छ। मम्मी माइत जानुभएको थियो, सामान त टन्नै आइहाल्छ नि, सामानहरू नमाउँछु। हुन्छ त गाइस, धन्यवाद। मिल्नेछु फेरि एउटा नयाँ भिडियोमा। यसरी नै सपोर्ट गरिराख्नु होला।